जिन्दगीमा के हुन्छ हुन्छ तिमीलाई सम्झी असाध्यै मन रुन्छ बुट्टे रुमाल। हाम्रो यो अस्ति पुनः उम्रै फल्ने बेला चाहिँ नि फुल्याउ थियो, बेस गरी अलिअलि सानो सानो दाना पनि लागेको रहेछ भन्छ है। दाना लागेको छ, यो त कता कता ठाउँ ठाउँमा अलिअलि छ भन्ने आउँछु मैले। अनि अलिक ठुलो भयो भने चाहिँ यसो नुन मर्चा पिसेर यसको बिचबाट कोप्टारो बनाएर टक्क बिच खोबिल्टोमा हालेर कर्याउ बनाएर चाहिँ खानुपर्ने छ, मुखमा पानी जम्मा गरिन। अनि यो कहाँ छ, कुन दुनियाँमा छ भनेर भन होला, तिमीहरूले हेर जाऊ। म कहाँ हुन र यो हामीले चाहिँ नि कोठाबाट आइकन जहाज नाउन्जेलसम्मलाई चाहिँ यसो रेस्ट गर्ने ठाउँ। अनि जहाजको काम सकिसकेपछि कपाल पनि लामै लामो भएको छ, काट्नुपर्छ क्या माया ठुने हलो। अनि काम सकिन आइसकेपछि रेस्ट गर्ने ठाउँ क्याबिन। यहाँ हामी 3-4वटा कम्पनीका मान्छेहरू बस्छौँ। जस्तो हामी गोइन्डमका भयौँ, बिन्ताङ, त्यसपछि लिएर अनि टुनोस, अनि त्यसपछि लिएर कहिले कसो माइक्रोका पनि आएका हुन्छन्। अनि यहाँनिर यो धारो छ, यो धारो छ मुखमध्य यो चिनिता। यो धारालाई यहाँ हालेर यतापट्टि हालेर, धारो त स्पेसल एकदम चाहिँ नि खासा छ भन्छौँ। यहाँबाट यो जालीबाट मुखमध्य एउटा हातले नआउने, फेरि एउटा हातले मोबाइल समाताउँछ भन्नुहुन्छ। अलि 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 यताबाट आउँदै आइसकेपछि तेरो तेरो मुखमा द्याउ, तेरो तेरो दाँतैले एउटा हातले त के कामै नहुने क्या। अब यसो कहिले 10-12 दिन यतै बसिन्छ, कहिले 6-7 दिन, कहिले 2-4 दिन मैलोले चाहिँ नि शरीरमा अत्तर भया हुन्छ। नुहाउने सुहाउने साबुन बोकेर मुखसुख धुने, अनि टक्क यही हो भन्नुहुन्छ र। अनि मुखसुख पनि धुएँ मैले फाइनली। ऊ त खाना पनि आयो, टिटी 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 बजाउँछन्। खाना आएको, अब खानासाना खानुपर्ने होला। अनि हाम्रो चाहिँ यो सुतिने ठाउँ भन्नुहुन्छ, यो चाहिँ सुतिआछन् मुलको दुनियाँ 8 राज्यमा थुप्रो परिआछन् नि। चाहिँ यस्तो छ भन्नुहुन्छ। हेर्नुहोस्, खाना पनि आएको, खाना खाना जाने होला नि के र मान्छेहरू। भर्खर मुख धुएँ, यो दिन त मुख पसिने रुमाल छ नि कोहीको। ल मेसेज पनि आएको, खाना आएको भन्नु त होला। डाङडुङ बजेको भन्नुहुन्छ। यही हो भन्नुहुन्छ। हेर्नुहोस्, यहाँको दृश्य गाह्रो छ। ल लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु। यस्तै मनोरञ्जनका खालका भिडियोहरू चाहिँ हेर्न मन छ भनेपछि जसरी भए पनि तपाईँहरूले है त। ल सबैलाई चाहिँ अहिले बाई बाई।